हरे कृष्ण सम्पूर्णमा आज चाहिँ हाम्रो घरमा नयाँ मन्दिर स्थापना हुँदैछ। नयाँ मन्दिर स्थापनाको लागि हाम्रो घरमा सम्पूर्ण प्रभुजी माताजीहरू उपस्थित भइसक्नु भएको छ। अनि हामी सुरुमा चाहिँ भजन कीर्तनहरू गर्नेछौँ, कथा सुन्नेछौँ अनि त्यसपछिबाट हाम्रो मन्दिर स्थापना कार्यक्रम सुरु हुनेछ। अहिले चाहिँ हामी अब मन्दिर स्थापना गरेर तयारीमा नै छौँ। कोही कथा सुनाउँदै हुनुहुन्छ प्रभुजी माताजीहरू, त कोही मन्दिर स्थापनाको लागि तयारी गर्दै हुनुहुन्छ अनि माताजीहरू प्रसादहरू बनाउँदै हुनुहुन्छ। अनि त्यसपछि हामी सबैभन्दा सानो मान्छे यहाँ हुनुहुन्छ है, काकामा बसेर हिँडिराख्नु भएको छ, कुरा पनि गर्दै हुनुहुन्छ है। अब चाहिँ हाम्रो फेरि यता स्थापना समारोह भएको कारणले गर्दा उहाँहरू व्यस्त हुनुहुन्छ अनि माताजीहरू सबैजना भजन कीर्तनमा व्यस्त हुनुहुन्छ। हामी चाहिँ कथा पनि सुन्दैछौँ, भागवतको बारेमा पनि बुझ्दैछौँ। अब हामीले मन्दिर स्थापनाको कम्प्लिट हुन लागिसकेको छ, सजावटहरू रेडी भइसक्यो। अब हेर्नुहोस्, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। अनि यो कार्यक्रम यो सजावट सकिएपछि हामी फेरि आरतीको सुरु गर्नेछौँ। आरती सुरु भएको छैन, लगभग सुरु भयो। आरतीको कार्यक्रम पनि सुरु हुँदैछ। प्रभुजीले सुरु गरिसक्नु भएको छ, आरती पनि सुरु भयो है। हाम्रो सम्पूर्ण हरे कृष्ण हरे बोल, हरे कृष्ण हरे बोल, राधे 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 राधे। कार्यक्रम सम्पन्न भयो है, लगभग सम्पन्न भइसक्यो। अब हामी प्रसादम गर्छौँ र हामी सम्पूर्ण भक्तजनहरू हामी सबैजना बिदा हुन्छौँ, किनभने रात एकदमै भइसकेको छ। अहिले लगभग 11 बजिसक्यो रातको। यो चाहिँ दुबईमा हो है त। हजुर, अर्को पनि भिडियो हेर्नको लागि लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।